ला गिद्दी हरिरामको गाडी गाडी ओ नथिङ यहाँ ठ्याक्क छ नेपाल वेलकम ब्याक टु मिनी ब्लग तपाईहरुलाई फेरि पनि आज मेरो नयाँ ब्लगमा स्वागत छ होप तपाईहरु सबैजना सन्चै र आरामै हुनुहुन्छ र म जाँदैछु आज क्वाडी यस बेबी अहिले चाहिँ जाँदैछु म चट्टलारे बाटोबाट क्वाडी इन्डिया सदर यस्तो छ ठाउँ चाहिँ यस्तो बारामा यहाँदेखि क्वाडी हाम्रो मावलादेखि बेदौनादेखि 5 किलोमिटर छ हैन जानुपर्ने हुन्छ हामी क्वाडी चट्ट ओ थ्याङ्क यू भेरी मच यहाँको मान्छेहरू पनि चिनिहाल्छ हामी अब कसैलाई हैन अब यतातिर त मलाई चिन्दैन मन कसैलाई चिन्दिनँ मेरो भाषै बुझ्दैन उताको लक्ष्मीमा राख्दैन यस लाइन स्लोड हुन्छ नि त अब हैन यतिर भनेको गिद्दी सिद्धि त्यस्तो भाषा बुझ्दैन क्या गिद्दी एच उँच होइन त्यस्तो बुझ्दैन सिधा पाराले बोल्नुपर्छ अब पौडेको कुरा गर्छ होइन अब त्यही हो यहाँदेखि चट्टै यहाँदेखि बेतौनादेखि चाहिँ 5 किलोमिटर छ भनेको नजिकै हो अब सिधै बोर्डर छेउमा गएर भेट्छ चट्टला र बोर्डरमा बसेर गफ हान्ने हो यहाँलाई देख्यो भने नि के गरेको होला जस्तो सोच्छु होला बिचारा थाहा छैन होइन हजुरबाउको साइकलमा छोरो हजुरबाउको साइकलमा छोरो बाजे पनि पारी पुगेर आउनुभएको होइन बाजे बुढोहरू होइन आलुको बिउ सिउ युरिया सिउरिया लिन पारी गएको अब्बर नजिक छ नि यहाँबाट त अब्बर उति पर हो क्या अब गुआयो होइन घरमा मान्छे छ टोइलेटमा पारी गरेर हक्दिने क्या भन्छ नि त्यस्तो हो क्या ठाउँ चाहिँ यतातिर बस्यो भने सेम इन्डियाकै भाइब आउँछ मान्छेहरू पनि त्यस्तै अहिले पारी गरेर देखाइहाल्छु नि म नातिम न होइन स्टेडियम भन्छु के अरे म सो फाइनल गाइज म चाहिँ अहिले ठ्याक्क नेपालको बोर्डर आइसकेको छु होइन यहाँ ठ्याक्क छ नेपाल यो यहाँदेखि यता भयो नेपाल अनि यता चाहिँ इन्डिया लेखेको छ होइन यहाँ चाहिँ यता भारत तिमी कहाँ नेपाली हो कि इन्डियन हो नेपाली हो ए अनि ट्याक्क यहाँ छ एउटा सिमाना यहाँ छ अनि यहाँदेखि यता पारि जानुपर्छ यहाँदेखि चाहिँ इन्डिया छिरो यहाँदेखि चाहिँ यो बोर्डदेखि चाहिँ यतापट्टि सिटी के लान मिल्दैन होला सायद नेपाली कि उहाँ परदेखि हो कहाँदेखि हो सिटीहरू लान नमिल्ने पारी चाहिँ सिटी सफारीहरू क्या उहाँ परदेखि होइन यहाँदेखि चाहिँ इन्डिया छिरेको होइन यहाँदेखि चाहिँ इन्डियन भर्साएर आउँछ यहाँनिर कहिले आर्मीहरू आएर बसिदिरहेको हुन्छ ढिला नगरिकन चलिदिनु पर्ने हुन्छ पारीतिर सो डुल्दै चट्ट लाएर होइन यहाँदेखि चाहिँ इन्डिया छिरिसकेँ म होइन फाइनल्ली इन्डिया छिरियो है फाइनल्ली केटा हो इन्डियातिर आएँ म आफ्नै देशतिर फाइनल्ली फर्किआएँ म ल यहाँदेखि मैं इधर जा रहा हूँ मैं इन्डिया पर पहुँच चुका हो गाइज भनेर भन्नुपर्ने हुन्छ हामी चाहिँ है 16 यहाँ क्याब स्याब मिलाउनु अब एक्स गऱ्यौँ भने त हो मलाई होइन यहाँ फेरि अब चेकिङ चाहिँ बवाल हुन्छ यहाँबाट जाँदाखेरि उताको आर्मीहरू त्यस्तो केही गर्दैन उहाँबाट आउँदाखेरि चाहिँ म्याचिस यहाँबाट जाने उता इन्डियनहरूले चेक गर्छ यहाँबाट उता जाँदाखेरि उहाँबाट यता फेरि नेपालीलाई चेक गर्छ अब मलाई चाहिँ चेक गर्छ गर्दैन थाहा छैन होइन चेक गऱ्यो भने चाहिँ मैले के ल्याएको छु मैले त्यस्तो के लागु पदार्थ लिएको छुइनँ मलाई किन समातिस भनेर भन्नुपर्ने हुन्छ मैले डाइलग किन्डनहरू दिनुपर्ने हुन्छ गाडा फाट्ने गरी होइन ल त्यही हो अब चाहिँ इन्डियामा म यहाँ गएर भेटौँ है त कप सप्सको बाले नदी गएर भिडियो गरिदिइरहेको छु अब रोकायो भने चाहिँ अब सुरुमै त आएर कुट्दैन होला नि त होइन त्यही हो नि त सुरुमा आएर त कुट्दैन होला नि त मलाई पनि त्यही भयो भनेर चाहिँ होइन सिधै आएर मैले भिडियो गरिरहेको छु म झ्याप्पै चौकी छेउमै रोकाइदिन्छु कि अब हुन्छ नि यहाँनिर मेन बोर्डर छ त्यहाँदेखि चाहिँ म ट्याक्कै रोकाइदिन्छु भिडियो भन्दा नि अनि चलाइदिइरहन्छु यस्तो छ यहाँ चाहिँ पोखरी भयो होइन यो चाहिँ जोगमुनि जस्तै भन्सार हो क्या भनौँ न जोगमुनि नै भनौँ न जोगमुनिको सिधा पर्छ यो चाहिँ ए यहाँनिर अब सफारी भयो यहाँनिर पुलिसहरू पनि हुन्छ यहाँ कहाँ बसिरहेको छ पुलिसहरू मान्छेहरू यतै हुन्छ कता यहाँ अहिले नेपाली छैन रहेछ ए छ चट्टला यहाँनिर भन्सार भयो यहाँनिर एपिएफ यहाँनिर बाख्रा साख्राको तोरहरू यतापट्टि यस्तो छ अनि चट्टला
यो चाहिँ इन्डिया भयो है। ल अब इन्डिया छिरिसक्यो। अब यति नेपालको गाडीहरू केही देखिँदैन, बाइकहरू मात्रै देखिन्छ। सो यो देखियो ब्लग नेपाली ब्लग। यहाँनिर चाहिँ मलाई मान्छे रोक्नु भयो है, झगडा पर्दैछ। यहाँदेखि इन्डिया। ल सबैतिर चाहिँ अब हुन्छ नि त्यो पर्मिसन लिनु पर्ने हुन्छ। भिडियो क्या मैं आपका वीडियो ले सकता हूँ, मैं नेपाली ब्लगर हूँ, त्यसरी भन्नुपर्छ। यिनीहरूले नेपाली त्यही बुझ्या हुँदैन। यतातिरको मान्छेले यी नजिकै छ र पनि बुझ्दैन नेपाली चाहिँ। बारीकै मात्र भाषा यिनीहरू जान्दछ। अब जस्तो यस्तरी सामान ल्यायो यहाँ पर, अब अघि मैले त्यहाँ ठाउँमा चेकिङ हुन्छ अनि सबले हेरिदिन्छ म्याची छैन दिगा अब होइन। ऊ यसरी अटो आउँछ है, के भयो इन्डियन अटो। अब यता बोर्डर छेउसम्म, बोर्डर पारी, अनि त्यहाँदेखि नेपाली अटोले देखेनौ। त्यहाँनिर मलाई नेपाली कप्स इन्डियन आर्मीले वाट ब्लग भन्नै पर्यो भने नदिए त्यो गाह्रो मलाई ठिक्दियो भने होइन तनाव हुन्छ नि। यो अर्कोले पनि हेर्दैछ। यता अगाडितिर जाँदैछौँ हामी चाहिँ। त्यो सिधै ट्याक्कै अब इन्डियामा बजार भेट्यो केबल कार होइन। कहिलेकाहीँ यहाँ पनि बसिदिरहेको हुन्छ मान्छे, यहाँ बसिदिरहेको हुन्छ सडकै बाटोमा। अनि यताबाट हुन्छ बाटो स्टप ए यस त्यो पारामा बिहारी गाडी हुन्छ। पर्मिसन लिएन भने त ब्याकबुक फेरि हाल्यो भने क्या अब राम्रै पाराले भन्छ क्या आफ्नो मुसी पर्मिसन लिएर क्या भनेर भनिदिन्छ। अनि गिद्दी क्या अब हुन्छ नि। ए ल अब पारी भएर भेट्नु भयो। अस्ति म आउँदाखेरि चाहिँ पुरा गर्मीको बेला यहाँ बनाएको थियो होइन, यहाँ बस्ने ठाउँ मान्छेहरू यहीँ बस्थ्यो। अनि यो बाटो चाहिँ सानो छ होइन, तर अब दामी छ जग्गा। अब हुन्छ नि इन्डियाको भाइब्स ल्याइदिन्छ आएपछि चाहिँ फिक्स हो। अब एकछिन उहीँ देखिहाल्छु इन्डिया कस्तो छ भनेर उहीँदेखि देखाउँछु क्या। इन्डिया चाहिँ कस्तो रियल इन्डिया क्या हुन्छ नि। बोर्डर छेउको इन्डिया जोगमुनि त देख्नुभयो। कुवाडी त कसैलाई थाहा छैन होला। कुवाडी भन्छहरूलाई कुवाडी पटना जाने बाटो यही हो। यहाँबाट कति यहाँबाट हामी कहाँ परेको जतिको चाहिँ पटना सबले हेर्दैछ मलाई मागा छन्। तर म कसैलाई बाल नदिकन हिँड्नुपर्ने हुन्छ। चस्मा ल्याएको भए चाहिँ बबाल हुन्छ। अर्को मान्छेले पनि हेर्दैछ मलाई म चिनिसकेको नेपाली हो भनेर चिनिसकेको कि म भाषा नेपाली बोल्दैछु नि त। मैले तल सजिलो एउटा पुलिस क्याम्प यहाँ छ। कबड्डी पनि देखेँ, कबड्डी एकछिन है इन्डियाको मेन ठुलो कबड्डी। नेपालबाट जति जे कबड्डी आउँछ सब यहीँ आउँछ है। ठुलो कबड्डी यहीँ छ। नेपालबाट जतिसुकै जति आए पनि यहाँनिर फेरि पुरै क्या हुन्छ नि मान्छेहरू पनि यो पर्ख्या पेट्रोल यसरी बेच्न आएको हुन्छ। यो चाहिँ बजार भयो क्या, यो कुवाडी बजार भित्रै भर्खर इन्ट्री हुँदैछ मेरो। अहिलेदेखि भित्रसम्म जाने नि होइन। सिटीहरू पनि पहुँच्दै पुरा क्या झन् ईदको बेला हुनुपर्छ यहाँ त। अब ईद मुबारक पुरै दिने क्या हुन्छ नि। यतैतिर फुचाफुची ल अब साइकल बनाइदिन्छ पारी। हाम्रोतिर भर्खर दुध खाँदै गरेको पालक हुन्छ दोकान यत्रो फुचाफुचीको हुन्छ यहाँ। के भन्नु खै हो। अब यहाँदेखि सो यहाँनिर चाहिँ के लागेको छ यो थाहा भएन मलाई। अस्ति सोधेको थिएँ आन्टी किन लाग्यो यस्तो माथि यो डोरी छ नि। यो डोरी किन लाग्यो यो सबै तपाईँ थाहा छ किन लाग्यो यो डोरी यो के को लागि? ए यहाँनिर चाहिँ के भइरहेछ भने कीर्तन भोजन पुराण सायद आई थिङ्क पुराण यस पुराण हुनसक्छ। अब अर्काको देशमा रहेन यसरी चलपल दिनु भनेको चाहिँ मेरो ठुलै कुरा हो होइन। चलपल दिइरहेको छु तर कुन चाहिँले पठाउँछ आज मलाई फिक्स हो। क्यामेरा अनर फेरि देखाइदिइरहेको छु होइन। तर पनि केही छैन नो प्रब्लम भन्ने हुन्छ नि एउटा। यहाँदेखि चाहिँ पुरा मुसलमान क्या खतरा देखिन्छ क्या केटाहरू। सानो खुच्चे पनि चाहिँ आँखा चाहिँ खैरो भयो ग्याङस्टर पाराको हो। इन्डियन गाडीमा यस्तो पारामा यहाँ पनि कबाड रहेछ ठुलो खालको भण्डार। पुरा लोड भइरहेको छ इन्डियन ट्रक। यहाँ पम्चर भएपछि गिद्दी यार ट्रकै पम्चर भइदिएर माया कसम
यो अगाडि यहाँ पुरानो लागिरहेछ अरे यस्तो पारामा। अनि तब कप्सी माम्सहरूको चौकी इन्डियन पुलिसहरू यहीँ छ। इन्डियन पुलिस भन्दा नि इन्डियन सिआइडी पारा जस्तो ए यस्तो पारामा देख्न सक्नुहुन्छ इन्डियन पुलिस अफिसर। अनि यहाँ भइरहेछ भजन कीर्तन होला आई थिङ्क डेटली पारामा चकाचक पारामा होइन दिइरहेको छु। हेर्न सक्नुहुन्छ तपाईँहरू बोर्डर पारी यस्तो छ। यस 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 यहाँनिर कुन चाहिँले यहाँ मसला बनाउँदै छोडेछ पुरा तलैसम्म लागेको छ होइन। हामी चाहिँ इन्डियन स्कुल यहाँ चाहिँ इन्डियन स्कुल इन्डियाको स्कुलहरू। अनि सिधै रङ्गेली निक्लिन चाहिँ यहाँबाट यता छिर्नुपर्छ होइन। म देखाइहाल्छु नि प्योर यहाँदेखि चाहिँ पहाडी पुगिन्छ के अरे इन्डिया होइन। अनि इन्डियन यस्तो गाडीहरू पाउँछ यो अटो अब चाहिँ इन्डियाका यो चाहिँ प्योर इन्डिया हो क्या। यो चाहिँ यस्तो मोडिफाई भनेको बाइकहरू पुरा खतरा हुने यहाँ ठाउँ चाहिँ। यहाँ बस्यो भने चाहिँ पुरै क्या बबाली हेर्नु न मान्छेहरू डेटली भएर खाइदिउँला क्या काँचै खाइदिउँला जस्तो गरेर मान्छेहरूको पनि अब बराबर एड छ है यस्तो छ। नथिङ ओभर जाम हुन्छ यहाँ बाटोमा चाहिँ है यस्तो पारामा। अहिले माथि पनि यस्तो पनि लगाएको रहेछ यो चाहिँ म देखेको थिइनँ अस्ति आउँदा चाहिँ। म हानिदिन्छु होला पछाडिबाट जानु अगाडि जानु। यस इन्डियन पुरै बजार यहाँ यस्तो पनि पाउँछ है सब सस्ता झोला ब्याग होइन ए चप्ली। तर मेरो यस्तो चप्ली चाहिँ पाउँदैन ग्याम्बल पाउँदैन। म चाहिँ अलिक तर रहेछ म जानुपर्ने छ। ए लुगा पसलहरू है ए पुरै नि तर कटाउनमा चाहिँ म खतरा कटाइदिन्छु। ओहो नो सरी अब यहाँ त आफ्नै सरी भन्नै पर्ने हुन्छ है। यहाँदेखि यता चाहिँ सागसब्जी मन्डी भन्छ होला यता सायद मन्डी भन्छ। यहाँदेखि अझै तलसम्म जानुपर्ने हुन्छ हामी चाहिँ यस्तो तल है देखाइरहेको छु म सबलाई सब जान देख्न सक्नुहुन्छ। ओहो हो बडा ब्युटिफुल म्यान है। यहाँ चाहिँ ला गिद्दी यार हरिरामको गाडी नै बन्द भएछ है। यहाँ चाहिँ ओ सेट यहाँ चाहिँ यो चाहिँ मलाई पनि थाहा भएन भन्दा पनि यो चाहिँ उयो क्या मस्जिद भन्छ यसलाई चाहिँ है। हेलो गाइस वेलकम टू माय ब्लॉग बोलते हैं इसे। आपका नाम क्या पी रहा है ये लड़का ये खैनी पी रहा है ये तो बहुत बसड़ी के खैनी वाह केटा खैनी खाइदिन्छ है केटा इन्डियाको केटा हो। मलाई जिग्री बनायो है बोर्डरसम्म साथी भयो मेरो चाहिँ। केटा मत बुलाओ यार उसको पठा दो घर पठा दो इधर नहीं आएछु क्या भन्छ केटाहरू। सो है म चाहिँ बोर्डर पारि घुमेँ अरे है चट्ट लाएर घुमेँ अरे केटाहरूलाई देखेँ मैले होइन भेटेँ चिनजान भयो फाइनल्ली होइन। कति बज्यो घर गएर चिया खाने बेला भयो फेरि त्यहाँ होइन इन्डियन आर्मीहरूले होला गिद्दी गरिदियो क्या के भन्नु भने ए लड्का यता आओ भने होइन गए टक्क हल्लाएर सरकारले टेकेर वीडियो भने होइन नहीं वीडियो ऑफ करो भनो वीडियो ऑफ करे क्या तुमको जेल जाना है इधर बॉर्डर पर वीडियो करो ना एलाउ नहीं है भन ओके सर भने भिडियो डिलिट गर भन भिडियो डिलिट गरिदिएँ है। सो त्यही हो इन्डियातिर चाहिँ आर्मीहरूले भिडियो गर्नु दिँदैन रहेछ के छ र अब डिलिट भएको भिडियो हाल्दिनँ म। त्यही हो अब सिधै
अब घर गएर भेटौँला है। सो गाइस अहिले चाहिँ म घर आएर पनि नुहाइधुवाइ गरेर होइन चट्ट लुगा सुगा धोएर बेलुकाको 4 साढे 4 भयो होला आमतोला जाँदैछु फुटबल हेर्नको लागि है। बाटोमा गिद्दी भयो भने हाम्रो पाले भएन सरर चट्टलाएर। यो चाहिँ हाम्रो ठाम्बो है यस्तो बाटामा यो चाहिँ चेका पुल भन्छ। अनि अब आमतोला चाहिँ अलिक पर छ क्या त्यहाँ जानुपर्ने हुन्छ म चाहिँ फुटबल हेर्नको लागि। अगाडि माम्सहरू छ जोगमुनमा त पारी त मलाई गिद्दी गरौँ होइन अब यहाँ चाहिँ गिद्दी गर्छ कि गर्दैन त्यो चाहिँ हामीले यसो बुझ्नुपर्ने हुन्छ छड्के हानेर होइन। कसले यहाँ ट्राफिकहरू घुस खाएको देख्यो भने होइन अब ट्राफिक अफिसमा गएर सुनाइदिनु पर्ने हुन्छ हामीले चाहिँ यसो खर्च पानी देऊ न यार छोडिदियो डटफटमा छोडिदिन्छु भन्ने हुन्छ होइन। मलाई पनि रोकिदिन्छ होला अब लाइसेन्स छैन मेरो साइकलको हेरिदिनु हुन्छ मलाई सबजनाले। ल